मालिकहरू पनि धेरै सुधार गर्यो तर पुरा फ्यापको हरेकले पुरा फ्यापै रहेछ त्यसको हने एकदम हतियार पनि त्यस्तै छ कति समयसम्म टिक्ने हो मालिकहरू भन्ने कुरो यो अब तपाईँ हामीले हेरेर अनुमान गर्ने कुरा हो कतिपय अनुमानहरू गलत पनि हुन सक्छ रामकुमार राईको प्रयास फ्याप सुरेश सीताको गाई अझ यिनी सीताको एउटा गुरु बाइक भन्ने आज अहिलेसम्म ग्राउन्डमा आएकै छैन त्यो बिचमा हालेपछि त्यसले छोड्दै भइरहेको छ त्यति ठुल्ठुलो हतियार भएर पनि हतियारसँग पनि उसले जुटिरहेको छ आफ्नो छोटो सिटहरूले भएको चाहिँ प्रतिस्पर्धा गरिरहेको छ मालिकहरूले चलिरहेको छ कम्पिटिसन चलिरहेको छ दर्शकहरू धैर्य गर्नुहोला धैर्यतासँग हेर्नुहोला मनोरञ्जन लिने होला कुनै पनि बेला हार जित हुनसक्छ खुट्टाहरू जितिरहेको छ खुट्टार आएको पनि त्यस्तै हतियार त्यस्तो ठुलो हतियारसँग पनि उसको हार मानेको छैन धरतीमा जति पनि जानवरहरू प्राणीहरू मानव जाति छ हामी सबैमा एउटा स्वाभिमान चाहिँ हुँदैछ र आजको घाम पनि निकै न्यानो छ साथीहरू अहिले निकै अस्तिभन्दा जाडो पनि अलिक घट्दै गएको अवस्था छ र माघे पर्व यो माघे गतिको आएको दिन एकपछिसम्म याद आइरहने गरी हामीले यो कार्यक्रम गर्न खोजिरहेका छौँ कोसिस गरेका छौँ यहाँलाई कस्तो लागिरहेको छ र कोही गल्ती त्रुटि भएको छ भने पनि हामीलाई सल्लाह सुझावहरू दिन सक्नुहुनेछ हामी क्रमशः कार्यक्रमलाई बेटर बनाउने कोसिस गरिरहेका छौँ धमाकिएकै छन् आनन्दले ढुक्कले जित्दैछ काम हार मानेको छैन यो खेल पछाडि राजकोट सिरीको गङ्गटी र अरुण दाहालको लासन तयारी अवस्थामा राख्नु होला खतरा हुनेछ यो पछाडिको हतियारले चाहिँ रोप्नु पर्ने क्या गोरुहरू नजान्ने है यस्तो एकपाटे लाएर रमै रोपिदिनु भने भागिहाल्छ नि रातोलाई छोरी तान्ने टिम 15 मिनट टिम राखेका छौँ अथवा उहाँहरूको चार अनुसारले गर्न सक्नुहुन्छ नारी पुरुष बराबरी हामीले गर्न सकिन हतियार भए पनि आफूलाई मैदानमा धेरै धेरैसम्म टिकाउनु आफूलाई सुरक्षित राख्नु भनेको एउटा पढाइ हो भित्र मात्रै हेलाउँछ के होला शान्तिपूर्वक हेरेपछि यो मनोरञ्जन रातो खानु होला यो कार्यक्रमको
लागु गर्नुहोला सम्पूर्ण दर्शकहरूलाई अनुरोध गर्दछु नेपाल गोरुहरू धेरै धेरै टाढादेखि आएको छन् उहाँको हिसाबले लिएर आएको छन् एउटा गोरुलाई 2 लाख 2.5 लाखसम्म परेको छ उहाँहरूको र पनि यो सानो पुरस्कार राशिमा पनि उहाँहरूले ल्याएर यस कार्यक्रमलाई सहयोग गर्नुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद छ हाम्रो गोरुधनी साथीहरूलाई पनि आफूले खाना खाए नखाए पनि गोरुलाई खुवाएर उहाँले भएको छ सबैले चित्त आउँदैन अब हार पनि स्वीकार गर्नुपर्ने हुन्छ यो दोस्रो चरणको गेम खेल अघिल्लो गेम पनि धेरै राम्रो भयो र यो गेम पनि धेरै राम्रो भइरहेको छ प्रतिस्पर्धा राम्रो भयो भने गोरु हार्दिकसँग मतलब हुँदैन हार्ने पनि जित्ने बराबरकै अधिकार हुन्छ गाडीको अब हेर्नुपर्दा बालेभन्दा प्राय फ्याप अलिक बेसी नै अघिल्लो पछिल्लो छ तर व्यक्तिगत रूपमा चाहिँ बाले गोरुलाई नै अलिक दिने जस्तो मलाई लाग्यो चाहिँ त्यसको जस्तो हतियार हुनुभयो अघि फिलाइछ हो नि ए अघि उडाइसक्यो भित्र घुसाकै छ उसको सबै मारी मारी गेम भइरहेको छ यो सुरक्षित गेम हुन्छ बारम्बार जित्नुभन्दा यो अलिक समय लामो समयसम्म खेल्नु छ आरामलाई जित्नु दिनुमा चाहिँ कहाँ हुन्छ त्यसो काट माल हुँदै जाऊ गोरुको हामीले त लागिरहेको थियो हतियारको रूपले हेर्नुपर्दा त हतियारधारी क्रास भ्यापले छिटै जित्छ छिटै जित प्राप्त गर्छ होला भन्ने थियो तर भएन मैदानमा मानले आफ्नो खेल अझ उत्साहपूर्ण तरिकाले राखिरहेको छ भित्र हालेपछि कान चिरिएछ यो पछाडिको गेमको लागि पनि मैले अनाउन्स गरिसकेको छु राजकुमार गिरीको कमिटी अरू दलको लाग्छ तयार अवस्थामा राख्नु होला अघिल्लो साल पहिलो पुरस्कार मानसले पाइएको थियो यो साल शुभम जाने हो कि साङ्गे जाने हो कि मानसले जाने हो भन्ने कुरा गरिएको छ बुझ्नु भएको छैन हामी खेलिरहेका छौँ हामी पनि बिहारमा छौँ कता हो भन्ने कुरा सबै उस्ता खाइरहेछौँ यो भव्यताका साथ भइरहेको छ तिहार त पूर्ण भइरहेको छ त्यसमा यहाँको ठुलो सहयोग छ उपस्थित रहनुहुने महानुभावको ठुलो सहयोग छ अब यति धेरै लामो समयसम्म गोरुले प्राय प्रतिस्पर्धा गर्दै भने हामीलाई पनि कार्यक्रमको फाइनलसम्म आगेको भयो जस्तो पनि हुन सक्छ युक्तहरू भव्यतासँग आफ्नो प्रतिस्पर्धा दिइरहेको छ टक्कर चलिरहेको छ
दौडमा चलिरहेको छ यहाँहरू सबैले सोच्नुहुन्छ होला दुईटामा कुन चाहिँ इनिसिएटिभ छ भनेर सोच्नुभएको छ सबैजनाले यो चरण पार गरेर अर्को चरण गइसकेपछि विजेता हुने धेरै चान्सेसहरू हुन्छ धेरै खतरनाक प्रहारहरूलाई सहन गरिरहेको छ चोटपटक पनि लागिसकेको अवस्था दृश्य देखिरहेको छ स्वयंसेवक साथीहरू चलाकी भएर बस्छ होला अब अन्तिम लगभग हुँदैछ खेलको तर त्यसको हेरेर त कानुदी सबै ओरतिर चिरिदिहाल्यो हो नि लाइन छोडेको पुरा भ्यापले पुरा भ्याप पानी गर्न सकिन्छ छैन अहिले मुक्तासँग मुक्ता कुदिरहेको छ चुरीसँग चुरी कुदिरहेको छ यति राम्रो प्रतिस्पर्धा गर्ने यति राम्रो कलर देखाउने यो कलर गाई नाम राखेर हाम्रो साथीहरूले अलिक अन्याय गर्नुभयो है टाइगर राख्नु हाम्रो कति आउँथ्यो होला भाग्छ कालो कालो भाग्छ मालेले चाहिँ खाना नै त्यसको खतरा रहेछ कि भित्र तर चिरिएर त्यो चिरिएर पनि नभाग्ने क्या त पुरै त्यस्तो दुखेको अब महान योद्धाहरूलाई रिक्वेस्ट गर्ने समय आइसक्यो अलिक छिटो छिटो गरेर आफ्नो हार जित भइदिनु होला एकाले हाल्ने अर्कोले खेप्ने अर्कोले हाल्ने एउटाले खेप्ने भइरहेको छ र कुनै पनि त्रस्त भएर थाक्न चाहेको छैन आफ्नो स्वाभिमान गुमाउन चाहेको छैन आफ्रिका नगरपालिका वडा नम्बर 7 मा रहेको यो अझै धन्दिया आज माघे सङ्क्रान्तिको पर्वको एउटा घण्टापी परेको छ यहाँहरू सबैको नजर यहाँ पर्नाले हामी एकदम गौरवित भएको छौँ र गौरवले हाम्रो छाती फुलेको छ प्रतिस्पर्धा चलिरहेको छ तर थाक्न त उल्लो थाकेको छ नि हेर्नु त धकेको उल्लो छ नि उहाँले धकिरहेछ पल्लो छैन नि तल चाहिँ निकै धक्किएको छ अघिल्लो चरणमा त्यति लामो ब्रेक भएको छैन त्यो भएर गोरुहरू तलको अवस्था कस्तो त्यस्तो गोरुबा अघि भाइसक्छ अनि त्यो भिके गोरुलाई अघि यसले अनि एक झर्कनमा भागेको अनि त्यस्तो गरेर हान्छ मानिसहरूले राम्रो प्रतिस्पर्धा गरेर आफूलाई यति धेरै समयसम्म प्राभ्याससँग टक्कर गरिरहने क्षमता बनाएकोमा निकै ठुलो कुरा हो शारीरिक रूपमा पनि अलिकति दुर्बल देखिने माले दिमागी रूपमा त्यति कमजोर देखिएन के थाहा जित मालेको हातमा पनि जान सक्छ
सिंहहरू प्रोग्राम भएको छ। विगतका 2 सालहरू हाम्रो कार्यक्रममा त्यति राम्रो गोरुहरू लामो समयसम्म नजिकेको अवस्था थियो, त्यति सन्तुष्ट नभएको अवस्था थियो। तर यो साल यहाँको उपस्थिति पनि भव्यतासँग अझ बढेर आएको जस्तो लागिरहेको छ हामीलाई र गोरुहरूले पनि आफ्नो पर्फर्मेन्स, आफ्नो प्रस्तुति, आफ्नो लड्ने क्षमतालाई अझ बढाएर आएको हामीले महसुस गरिरहेको छौँ। र अगाडि बस्नुहुने हाम्रो दर्शक साथीहरू, नानी बाबुहरू हुनुहुन्छ, हुन्छ है, तपाईँहरू अलिकति होसियारपूर्वक हेर्नु होला। हामीले प्रायः नबस्नु भनेर हजुरहरूलाई अनुरोध चाहिँ गरेको थियौँ। लामो गेम चलिरहेको छ, तर गेम बोरिङ छैन, गेम धेरै राम्रो भइरहेको छ, हेर्नुलाई मजा छ। र सुरक्षाको कुराहरूमा धेरै छ गर्नु बाँकी। हाम्रो सपनाहरू धेरै छन्, यो ठाउँलाई बनाउने हाम्रो सपनाहरू अझै धेरै छन्, यो कार्यक्रमलाई बढाएर लाने सपनाहरू पनि धेरै छन्। आउने दिनहरूमा गोरुहरूलाई सुरक्षित कोट हामी स्थायी रूपमा कोट बनाउने तर्फमा छौँ, खोर बनाउने तर्फमा छौँ। जहाँबाट गोरु निस्किन्छ त्यहाँ मैदानमा खेलेर फेरि त्यही आफ्नै खोरमा ऊ आफू बाध्यतापूर्वक छिर्नेछ, त्यो खालको एउटा परिकल्पना गरेका छौँ हामीले। र यहाँको सहयोगको धेरै खाँचो छ र यहाँको सहयोग भयो भने हामी अवश्य पनि सपनालाई विपुलमा बदल्नेछौँ र यो पर्वलाई हामी अल नेपालभरि फेमस बनाउने हाम्रो ठुलो सपना छ। जोरदार प्रहार फेरिएको छ एक दुसरेमा। तिहारपूर्ण कार्यक्रम भइरहेको छ। आज खुसी लागिरहेको छ तिहारको उपस्थिति देखेर। अब आधा घन्टा हुन आँट्यो होला गोरुहरूको प्रतिस्पर्धा चलिरहेको पनि। र यो पछाडि राजकुमार गिरीको गङ्गटे अनि अरुण पहाडको लासामा है साथीहरू तयारी अवस्थामा राख्नु होला। कति कराउँदैछ जाडो त्यो मुजी कराउनु नपाए जस्तो करायो। त्यो बगानहरू एउटै चोटै छ। अब यतिवटा छ हेर हेर मन्डिकाई ओइ एउटाको चाहिँ हेर कार्यक्रम चलिरहेको छ, खेल प्रतिस्पर्धात्मक भइरहेको छ र हेर्नुलाई अति मजा आइरहेको छ। सुरक्षित तरिकाले लाभ उठाउनु होला। त्यसो भन्दै अब हामी
मन्तव्यलाई पनि साथै छोड्नु गइरहेको छु किनभने हामीसँग समय छैन हामीले उनीहरूलाई म भन्दिनँ कि छेउमा मन्तव्यको लागि समय छैन भने जिल्ला समन्वय समिति धनकुटाका प्रमुख श्री निरन राई निरन तामाङज्यूलाई आफ्नो मन्तव्यको लागि हार्दिक अनुरोध गर्दछु अप्ठ्यारो भयो नि त बुढा धन्यवाद आए आज हामी पार्टीगत नगरपालिकाको ए वडा नम्बर 5 मा माघे मेला उत्सव सूर्योदय कार्यक्रम लगायतका अन्य खेलहरू सबै ढङ्गले गरिरहेका छौँ यस कार्यक्रममा सभापतिज्यू अतिथि कृषि प्रदेशका अतिरिक्त कानुन मन्त्री इनामणि पढाइज्यू मातृगृह नगरपालिकाका पढाइज्यूहरू संस्थाका उपस्थित हुनुभएका किसान दाजुभाइहरू पत्रकार मित्रहरू सबैलाई अब चाहिँ भाग्छ अब भाग्ने ठाउँ हेर्छ क्या हार्दिक न्यानो अभिवादन गर्न चाहन्छु बाक्सा धेरै चिन्के छन् माघे मेला उत्सव लामो समयदेखि चलिरहेको छ मागो अगाडि बढिरहेको छ यसरी बढिरहँदाखेरि विभिन्न हिस्साहरूबाट पालिकाहरूबाट धेरै विभिन्न कार्यक्रम उहाँले पनि हाम्रो गुरु लिएर यहाँ 25 सङ्गठनहरू भएको छ पुरस्कृत हुनुभएको छ सिक्दै हाम्रो मनोरञ्जन दिनुभएको छ पार्टीगत नगरपालिकाले माले त बसै क्या हो एउटा गुरुलाई अनि सबले घेरे त माध्यमबाट पर्यटन भित्राउने अत्यन्त महत्त्वपूर्ण काम गर्नुभएको छ।